क्रोधलाई प्रेमले, खराबलाई भलाइले, स्वार्थलाई उदारताले अनि झुटो व्यक्तिलाई सत्यले जित्न सकिन्छ। एक पलले एक दिनलाई बदल्न सक्दछ। एक दिनले एउटा जीवनलाई बदल्न सक्दछ अनि एउटा जीवनले यो पुरै संसारलाई बदल्न सक्दछ। जुन व्यक्तिको मन शान्त रहन्छ, जुन व्यक्ति केही बोल्दा अनि आफ्नो काम गर्ने समयमा शान्त रहने गर्दछ, ऊ त्यही व्यक्ति हुन्छ जसले सत्यलाई प्राप्त गरिसकेको छ अनि ऊ दुःख कष्टबाट पनि मुक्त भइसकेको छ। ईर्ष्या अनि घृणाको आगोमा जलेको मानिसको यस संसारमा खुसी अनि हाँसो स्थायी हुन सक्दैन। जो व्यक्ति आफ्नो जीवन बुद्धिमानीपूर्वक बिताउने गर्दछ, त्यस्तो मानिस मृत्युसँग पनि डराउने गर्दैन। एउटा जागराम बसेको मानिसको लागि रात धेरै नै लामो लाग्ने गर्दछ। एउटा थाकेको मानिसको लागि गन्तव्य धेरै नै टाढा जस्तो लाग्दछ। त्यस्तै प्रकारले साँचो धर्मको ज्ञान नभएको मूर्खको लागि जीवन र मृत्युको चक्र पनि उत्तिकै लामो लाग्ने गर्दछ। एउटा मूर्ख मानिस अर्को बुद्धिमान मानिससँग साथमा रहँदा पनि पुरै जीवनभर सत्यको ज्ञानलाई त्यस्तो प्रकारले देख्न सक्दैन जस्तो प्रकारले एक चम्चा मात्र सुपको रस पिउँदा उसले वास्तविक सुपको स्वादलाई थाहा पाउन सक्दैन। अज्ञानी मानिस एउटा गोरुको समान हो। ऊ ज्ञानमा नभएर केवल आकारमा मात्र बढ्ने गर्दछ। ज्ञानको बाटो आकाशमा छैन, ज्ञानको बाटो त हरेक मानिसको मनमा रहेको छ। क्रोधलाई पालिराख्नु भनेको तातो कोइलालाई कोही अरूमाथि फ्याँक्नको लागि समय राख्नु सरह हो। यसबाट केवल तपाईँ नै जल्नुहुनेछ। जुन मानिस अरू 50 मानिसहरूलाई माया गर्ने गर्दछन्, उनीहरूसँग खुसी रहनको लागि पनि 50 कारण हुने गर्दछ। तर जो कसैसँग प्रेम गर्दैन, कसैलाई माया गर्दैन, उसँग खुसी रहनको लागि पनि कुनै कारण हुँदैन। ज्ञान ध्यानबाट प्राप्त हुने गर्दछ, फेरि ध्यान बिना ज्ञान हराउने गर्दछ। त्यसैले पनि ज्ञानको प्राप्ति अनि हानिको दोहोरो मार्गलाई जानेर मानिसले आफूलाई यस्तो प्रकारले साधनामा ढाल्नु पर्दछ जसबाट ज्ञानको वृद्धि होस्। म कहिले पनि हेर्दिन कि के भइरहेको छ, म केवल यो हेर्ने गर्दछु कि अब के गर्न बाँकी छ। यदि तपाईँ अन्धकारमा डुब्नु भएको छ भने फेरि उज्यालोको खोजी किन नगर्ने? शङ्काको लत सबैभन्दा खतरनाक हुन्छ। शङ्काले मानिसलाई अलग्याउने काम गर्दछ। यसले दुई असल मित्रलाई अनि कुनै पनि सम्बन्धलाई बर्बाद गरिदिन्छ। मन यस्तो चिज हो जो सबै मानसिक अवस्थाहरूभन्दा माथि हुने गर्दछ। एक्लो रहनु धेरै राम्रो हुने गर्दछ, जबकि त्यस्तो मानिसहरूसँग रहन जो मानिस तपाईको प्रगतिमा बाधा पुर्याउने गर्दछन्। तीनवटा कुराहरू जुन लामो समयसम्म लुकेर बस्न सक्दैन: सूर्य, चन्द्रमा अनि सत्य। तपाईँ आफ्नो रिसले दण्डित हुनुभएको होइन, तपाईँ त आफ्नो रिसको कारणले दण्डित हुनुभएको हो। निस्सन्देह जो क्रोधित विचारहरूबाट मुक्त रहने गर्दछन् उनीहरूले नै जीवनमा शान्ति पाउँदछन्। वास्तविक खुसी सबै कुरा पाउनुमा हुँदैन, वास्तविक खुसी त सबै कुरा दिनुमा हुने गर्दछ। जसरी आकाशमा माटो फ्याँक्नाले आफ्नै मुहारमा खस्ने गर्दछ, त्यसरी नै मूर्ख व्यक्ति जब असल मानिससँग नराम्रो व्यवहार गर्ने कोसिस गर्दछ भने तब ऊ आफैले नराम्रो परिणाम भोग्नु पर्दछ। झरनाले धेरै आवाज गर्ने गर्दछ, तर सागर गहिरो हुन्छ अनि शान्त रहने गर्दछ। एक्लोपनाले त्यस्तो मानिसलाई खुसी दिने गर्दछ जो सन्तोषी हुने गर्दछ, जसले धर्मको बारेमा सुनेको हुन्छ अनि त्यसलाई प्रष्टसँग देखेको हुन्छ। विगतमा ध्यान केन्द्रित नगर्नुहोला, न त भविष्यको नै सपना देख्नुहोला, बरु तपाईको दिमागलाई वर्तमान क्षणमा केन्द्रित गर्नुहोला। जुन व्यक्तिले सत्यताको खोजी गर्दैन, वास्तविक रूपमा ऊ जीवन बाँच्नुको मुख्य उद्देश्यबाट विचलित भएको हुन्छ। शरीरलाई स्वस्थ राख्नु एउटा कर्तव्य हो, अन्यथा हामी आफ्नो मनलाई बलियो अनि सफा राख्नको लागि असक्षम हुनेछौँ। यदि तपाईँले राम्रो साथी भेट्नु भएन भने तब एक्लो नै हिँड्नुहोस्।
त्यो हात्तीको जसरी जुन हात्ती जंगलमा शानको साथ एक्लै डुल्ने गर्दछ। कुनै पनि व्यक्ति जो काम भन्दा कुरा धेरै गर्ने गर्दछ उसले केही पनि सिक्न सक्दैन। समझदार व्यक्ति त्यसलाई भनिने गरिन्छ जो धैर्य राख्ने, क्रोधित नहुने अनि निडर हुने गर्दछ। लापरवाही गर्नाले जस्तो प्रकारले घाँस जस्तो नरम चीजको धारले पनि घाउ बनाउने गर्दछ, त्यस्तै प्रकारले धर्मको वास्तविक रूपलाई चिन्नमा हुने गल्तीले पनि तपाईलाई नर्कको ढोकासम्म पुर्याउन सक्दछ। जीवनको एक दिन मात्र भए पनि समझदारीले बाँच्न धेरै राम्रो हुने गर्दछ, जबकि यसको बदलामा 1000 वर्षसम्म बिना ध्यान, बिना साधनाले बाँच्न। जुन काम गर्नाले वर्तमान समयमा त कष्ट हुन्छ तर भविष्यमा खुसी हुन्छ भने त्यस्तो कामलाई गर्नको लागि धेरै अभ्यासको आवश्यकता पर्ने गर्दछ। सधैँ याद राख्नु कि खराब काम गर्नु भनेको आफ्नो मनमा बोझ राख्नु सरह हो। हरेक मानिस आफ्नो स्वास्थ्य अनि बिरामीको आफै लेखक हो। उदार हृदय, दयालु बाणी अनि सेवा र करुणाको जीवन ती कुराहरू हुन् जसले मानवताको नवीकरण गर्ने गर्दछ। उसले मेरो अपमान गर्यो, मलाई दुःख दियो, मलाई लुट्यो। जो मानिस जीवनभर यही कुराहरूलाई लिएर गुनासो गरिरहने गर्दछ ऊ कहिले शान्तिसँग बस्न सक्दैन। शान्तसँग त्यही मानिस बस्न सक्दछ जो यी कुराहरू भन्दा माथि रहने गर्दछ। दुष्टता अवश्य हुनुपर्दछ, तब मात्र त राम्रोपनाले उमाथि आफ्नो शुद्धता प्रमाणित गर्न सक्दछ। जस्तो प्रकारले आँधीले एउटा बलियो ढुङ्गालाई हल्लाउन सक्दैन, त्यस्तै प्रकारले महान मानिसहरू आफ्नो आलोचना वा प्रशंसाले प्रभावित हुने गर्दैनन्। बन्धन नै सबै दुःखको कारण हो। सधैँ आफूभन्दा बुद्धिमान मानिसहरूसँग हिँड्ने गर्नुहोस्। मूर्खसँग हिँड्नको बदलामा बरु एक्लै हिँड्न धेरै उचित हुनेछ। आमा बुबा अथवा अभिभावक बन्न पाउनु धेरै नै सुखद अनुभव हो। उत्साहले जीवन बाँच्नु अनि स्वयंमाथि प्रभुत्व जमाउनाले खुसी मिल्ने गर्दछ। जसरी आगो बिना दीप जल्न सक्दैन त्यसरी नै मानिस पनि आध्यात्मिक ज्ञान बिना बाँच्न सक्दैन। हाम्रो स्थिति हाम्रो आफ्नो विचारहरूको नै परिणाम हो। मन नै सबै कुरा हो। तपाई जस्तो सोच्नुहुनेछ त्यस्तै बन्दै जानुहुनेछ। अरूको गल्ती नहेर्नुहोला, न त उनीहरूको दोषहरू नै। त्यो भन्दा बरु आफ्नै कर्मलाई हेर्नुहोस् कि तपाईले के गरिसक्नु भएको छ अनि के गर्न अझै बाँकी नै छ। कुनै कुरामा हामी जसै क्रोधित हुने गर्दछौँ हामीले सत्य बाटो छाडेर आफ्नै भलाइको कामना गर्न थाल्दछौँ। खराबबाट टाढा रहनको लागि राम्रो पक्षको विकास गर्नुहोस् अनि आफ्नो मनलाई पनि राम्रो विचारहरूले भर्नुहोस्। शब्दको भित्र कुनै पनि कुरालाई नष्ट गर्ने अथवा स्वस्थ गर्ने दुवै प्रकारको शक्ति हुने गर्दछ। जब शब्द साँचो अनि दयालु हुन्छ तब त्यसले हाम्रो जीवनलाई नै बदल्न सक्दछ। आकाशमा पूर्व अनि पश्चिमको कुनै भेदभाव छैन। मानिस आफ्नो मनमा भेदभाव उत्पन्न गर्ने गर्दछन् अनि फेरि त्यही सत्य हो भनेर विश्वास पनि गर्न थाल्दछन्। तपाईको शरीर अनमोल छ अनि त्यो जागरणको माध्यम पनि हो। विचलित मन भएको मानिसलाई मृत्युले त्यस्तो प्रकारले बगाएर लैजान्छ जस्तो प्रकारले अचानक आएको बाढीमा घरमा सुतिरहेको मानिस बगेर जाने गर्दछ। साँचो प्रेम समझदारीबाट नै प्राप्त हुने गर्दछ। हरेक दिन नयाँ दिन हुने गर्दछ। यसले कुनै फरक पार्दैन कि हिजो बितेर गएको दिन कति कठिन थियो भनेर। तपाई सधैँ एक नयाँ सुरुवात गर्न सक्नुहुनेछ। एउटा विचारहीन मानिसको प्यास अमरदागको बोटसरी बढ्ने गर्दछ। ऊ एक जीवनबाट अर्को जीवनतिर त्यसै प्रकारले भाग्दछ जसरी जंगलमा एउटा बाँदर फल खानको लागि एउटा रुखबाट अर्को रुखमा उफ्रने गर्दछ। मानिसलाई एउटा बन्धनबाट मुक्त मनको निर्माण गर्नुपर्दछ जो माथि तल अनि चारैतर्फ फैलिएको होस्। त्यो पनि बिना कुनै बाधा, बिना कुनै दुश्मन अनि बिना कुनै बदलाको भावना भएको। यदि तपाईको मन शान्त छ भने मात्र तपाईले यस ब्रह्माण्डको प्रवाहलाई सुन्न सक्नुहुनेछ।
यसको लय अनि ताललाई महसुस गर्न पाउनुहुनेछ। खुसी यसको अगाडि रहने गर्दछ अनि ध्यान नै यसको चाबी हो। यदि तपाईँ त्यो वस्तुको कदर गर्नुहुन्न जो तपाईसँग रहेको छ, त्यसो हो भने तपाईलाई खुसी कहिले पनि मिल्ने छैन। सत्यलाई आफ्नो पाइला टेक्ने मैदान बनाउनुहोस्, सत्यलाई आफ्नो घर बनाउनुहोस्, किनकि संसारमा योभन्दा ठुलो कुनै पनि घर छैन। सबै व्यक्तिलाई सजायबाट डर लाग्ने गर्दछ, सबैजना मृत्युदेखि डराउने गर्दछन्। बाँकी अरूलाई पनि आफू जस्तै सम्झनुहोस्, आफू कुनै जीवलाई नमार्नुहोस् अनि अरूलाई पनि यस्तो नगर्नको लागि भन्नुहोस्। तपाईको काम यो हो कि आफूलाई मनपर्ने काम खोज्नु, त्यसलाई खोज्नुहोस् अनि फेरि त्यस काममा आफूलाई पूरै तरिकाले लगाउनुहोस्। यही नै सफलताको मार्ग हो। स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तोष सबैभन्दा ठुलो सम्पत्ति हो अनि वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो। यदि तपाईँ कोही अरूको लागि दियो जलाउनुहुन्छ भने त्यसले तपाईको बाटोलाई पनि उज्यालो बनाउने गर्दछ। तपाईको ठुलो भन्दा ठुलो दुश्मनले पनि तपाईलाई त्यति धेरै नोक्सान पुर्याउन सक्दैन जति नोक्सान तपाईको आफ्नो अनियन्त्रित विचारले पुर्याउने गर्दछ। तपाईँ आफै प्रेम अनि स्नेहको त्यति नै हकदार हुनुहुन्छ जति यस संसारमा कोही अरू मानिस हुन्छन्। सबै नराम्रो कामहरू मनको कारण उत्पन्न हुने गर्दछन्। यदि मन नै परिवर्तन भयो भने के ती अनैतिक कार्यहरू हुन सक्छन् र? सबै दुष्कर्महरूबाट टाढा रहनको लागि भलाइको विकास गर्नुहोस् अनि आफ्नो मनमा राम्रो विचारहरू राख्नुहोस्। बुद्धले तपाईलाई केवल यही भन्नुभएको छ। आज हामी जे गर्दछौँ जीवनमा त्यही कुराले सबैभन्दा बढी अर्थ राख्ने गर्दछ। मानिसहरू थोरै मात्रले पनि खुसी रहने गर्दछन्, तर वास्तवमा त्योभन्दा धेरै गुणा खुसी उनीहरू आफैसँग हुने गर्दछ। सत्यको बाटोमा हिँडेको जोसुकै मानिसले पनि यी दुई गल्ती गर्न सक्दछन्। एउटा पुरै बाटो पार नगर्नु अनि अर्को त्यसको सुरुवात नै नगर्नु। जबसम्म तपाईको मनमा असन्तुष्टिको विचारहरू पोषण भइरहन्छ तबसम्म तपाईमा क्रोध पनि बनि नै रहन्छ। तर जतिसक्दो चाँडो असन्तुष्टिको विचारहरूलाई भुलिदिनुहुनेछ, त्यति नै बेला तपाईको क्रोध पनि हराएर जानेछ। जो व्यक्ति आफूलाई विचलित गर्ने विचारहरूबाट मुक्त रहन्छ उसलाई शान्ति अवश्य प्राप्त हुने गर्दछ। तपाईँ चाहे जति नै पवित्र शब्द पढ्नुहोस् या बोल्नुहोस्, त्यसबाट तपाईलाई के नै भलाइ हुनेछ र? जबसम्म त्यसलाई तपाईले आफ्नो जीवनको उपयोगमा ल्याउनुहुन्न भने इच्छाहरूको कहिले अन्त्य हुँदैन। यदि तपाईको एउटा इच्छा पूरा हुन्छ भने फेरि अर्को इच्छाले तुरुन्त जन्म लिने गर्दछ। एउटा बुझ्ने मानिसले आफ्नो भित्रको कमजोरीलाई त्यस्तै प्रकारले टाढा गर्दछ जस्तो प्रकारले एउटा सुनारले छानी छानी थोरै थोरै गरेर अनि यस्तो प्रक्रिया बारम्बार दोहोर्याएर चाँदीलाई शुद्ध गर्ने गर्दछ। यदि थोरै आरामलाई छोड्नाले मात्र पनि मानिसले एउटा ठुलो खुसीलाई देख्न पाउँदछ भने एउटा बुझ्ने मानिसले थोरै आरामलाई छोडेर भए पनि खुसीलाई प्राप्त गर्नुपर्दछ। यदि तपाईँ समस्याको हल निकाल्न सक्नुहुन्छ भने फेरि चिन्ता किन? अनि यदि समस्याको कुनै समाधान नै छैन भने तब त फेरि चिन्ता गर्नुको कुनै फाइदा नै हुँदैन। यो अन्धो संसारमा म भने अमरताको बाजा बजाइरहेको छु। खराब काम गर्ने मानिसले यस संसारमा त शोक मनाउँछ नै, उसले अर्को जन्ममा पनि शोक मनाउनेछ। उसले दुवै शोक मनाउँछ। जब उसले आफ्नो कामको खराब पक्ष देख्दछ तब ऊ दुःखमा डुब्न थाल्दछ। दुनियाँलाई यो थाहा छैन कि हामी सबैको अन्त्य यही लोकमा हुनेछ भनेर, तर जो मानिसले यो सत्यलाई जान्दछ उसको सबै झगडाहरू एकैचोटि सकिने गर्दछ। विश्वास बिना तपाईँ कहीँ पनि पुग्न सक्नुहुन्न। त्यसैले यदि तपाईँ धर्मलाई पाउन चाहनुहुन्छ भने त्यस्तो विश्वास हुन धेरै आवश्यक हुन्छ। अस्तित्वको पूरा रहस्य यो हो कि डरबाट मुक्ति पाउनु। कहिले पनि यो कुराबाट नडराउनुहोला कि तपाईको भविष्यमा के होला भनेर। कोही कसैसँग पनि निर्भर नरहनुहोला। जुन समय
तपाईँ सबै प्रकारको मद्दतलाई अस्वीकार गर्नुहुनेछ। तपाईँ त्यसपछि स्वतन्त्र हुनुहुनेछ। खुसी भनेको राम्रो स्वास्थ्य अनि बितेको कुरालाई भुल्ने भन्दा अरू केही पनि होइन। जो व्यक्ति क्रोधित हुँदाको समयमा आफ्नो रिसलाई सम्हाल्न सक्दछ ऊ त्यस कुशल चालक सरह हुन्छ जसले एउटा तेज गतिले दौडेको वाहनलाई सम्हाल्ने गर्दछ। अनि जसले यस्तो गर्न सक्दैन ऊ केवल आफ्नो स्थानमा बसेर दुर्घटनाको प्रतीक्षा गर्ने गर्दछ। कुनै पनि व्यक्तिबाट यदि कुनै गल्ती हुन्छ भने तब कोसिस गर्नुपर्दछ कि त्यस्तो गल्ती फेरि नदोहोरियोस् अनि त्यसैमा आनन्द खोज्ने प्रयास पनि नगरियोस्, किनकि दुष्टतामा डुबिरहनाले दुःखलाई निम्तो दिने गर्दछ। जिब्रो एउटा धारिलो चक्कु सरह हुने गर्दछ। यसले बिना रगत निकालिकनै मारिदिने गर्दछ। जसको मन एकाग्र रहने गर्दछ उसले नै वस्तुहरूलाई उसैको वास्तविक स्वरूपमा देख्न सक्दछ। कुनै जङ्गली जनावरको तुलनामा एउटा कपटी अनि दुष्ट मित्रसँग धेरै डराउनु पर्दछ, किनकि जनावरले त केवल तपाईको शरीरलाई नोक्सान पुर्याउन सक्दछ, तर एउटा खराब मित्रले भने तपाईको बुद्धिलाई नै नोक्सान गर्न सक्दछ। हामीलाई आफूद्वारा गरिएको गल्तीहरूको सजाय तुरुन्त नमिले तापनि तर समय सँगसँगै कुनै न कुनै बेला अवश्य मिल्ने नै गर्दछ। जस्तो प्रकारले एउटा तीर बेच्नेले आफ्नो तीरलाई सिधा गर्ने गर्दछ, त्यस्तै प्रकारले एउटा समझदार मानिसले आफैलाई निखार्ने काम गर्दछ। मानिस आफै आफ्नो सबैभन्दा ठुलो रक्षक हुने गर्दछ। त्यसै कारणले पनि को चाहिँ उसको सबैभन्दा ठुलो रक्षक हुन सक्दछ र? यदि तपाईको आफूमा पुरै नियन्त्रण छ भने तब तपाईलाई त्यो क्षमता प्राप्त हुनेछ जसलाई धेरै कम मानिसले मात्र प्राप्त गर्न सक्दछ। शान्तिप्रिय मानिस आनन्दको जीवन बाँच्ने गर्दछ। उनीहरूमा हार या जितको कुनै पनि प्रभाव पर्ने गर्दैन। घृणालाई घृणाले नै मेटाउन सकिँदैन। घृणालाई त केवल प्रेमले नै मेटाउन सकिन्छ अनि यो शाश्वत सत्य हो। तपाईसँग जे छ त्यसलाई बढाइ चौडाइ गरेर नभन्नुहोला अनि न त अरूको ईर्ष्या नै गर्नुहोस्। जसले अरूको ईर्ष्या गर्दछ उसलाई मनको शान्ति कहिले पनि मिल्ने गर्दैन। फेरि शान्ति आफ्नै शरीरभित्रबाट आउँदछ, बाहिर यसलाई खोज्नु व्यर्थ छ। स्वयंलाई जित्नु भनेको अरूलाई जित्नु भन्दा धेरै गाह्रो कुरा हो। यदि आध्यात्मिक मार्गमा हिँड्नको लागि तपाईले कुनै पनि साथी भेट्नुहुन्न भने तब एक्लो नै हिँड्नुहोस्। आफ्नो मनलाई राम्रो कर्म गर्नमा लगाउनुहोस्, त्यसलाई बारम्बार गर्नुहोस्। त्यसपछि तपाईले आफूलाई खुसीले भरिएको देख्नुहुनेछ। यो सोच्नु अत्यन्त हास्यास्पद हुन्छ कि कोही अर्को व्यक्तिले तपाईलाई खुसी या दुखी गर्न सक्दछ भनेर। रिसलाई आफ्नो भित्र राख्नु भनेको त्यस्तो नै हो जसरी तपाईले विष त स्वयं आफूले पिउनु भयो अनि आश चाहिँ अरूको मृत्युको राख्नु भएको छ। जुन व्यक्तिको विचार फोहोरले भरिएको हुन्छ, जो लापरवाही गर्दछ अनि जसको मन कपटले भरिएको हुन्छ, त्यस्तो मानिसले भगवा लुगा कसरी लगाउन सक्दछ? जुन व्यक्तिले आफैलाई नियन्त्रण गरिसकेको हुन्छ, ओजस्वी हुन्छ, स्पष्ट हुन्छ, साँचो हुन्छ, कुनै भगवा लुगा लगाउनको लागि लायक हुन्छ। हामी जुन शब्द बोल्दछौँ त्यसलाई सावधानीसँग चयन गर्नुपर्दछ, किनकि ती शब्दहरूले सुन्ने व्यक्तिलाई प्रभावित गर्ने गर्दछन्। फेरि त्यस्तो प्रभाव चाहे राम्रो होस् या त नराम्रो होस्, तपाईले केवल उसैलाई गुमाउनुहुनेछ जोसँग तपाईँ हरदम टाँसिएर रहनुहुनेछ। एउटा दियोले हजारौं दियोलाई बाल्न सक्दछ, तर पनि त्यस दियोको उज्यालो भने कम कहिले हुँदैन। त्यसरी नै खुसी पनि बाँड्नाले कहिले कम हुने गर्दैन। मानिसको जीवनमा कुनै पनि कुरा स्थायी रहने गर्दैन। बितेको समयलाई जान दिनुहोस्, भविष्यलाई हुन दिनुहोस्, वर्तमान समयलाई पनि जान दिनुहोस् अनि आफ्नो अस्तित्वको सीमाबाट बाहिर निस्किएर एक नजर हेर्नुहोस्। जब तपाईको मन पूरै तरिकाले स्वतन्त्र हुने गर्दछ तब तपाईले जीवन मृत्युलाई त्यसको स्वरूपमा देख्न सक्नुहुनेछ। हजार लडाई जित्नुभन्दा आफूले आफैलाई जित्न धेरै राम्रो हुनेछ। फेरि त जित तपाईको हुनेछ।
त्यसलाई तपाईबाट कसैले थुतेर लैजान सक्दैन। न त स्वर्गको दूतहरूले नै लैजान सक्छन्, न त राक्षसहरूले नै, या त स्वर्गमा या न त नर्कमा नै। जुन मानिसले आफूलाई साँचो प्रेम गर्दछ भने उसले अरू मानिसलाई पनि कहिले चोट पुर्याउने गर्दैन। हेर्ने समयमा केवल हेर्नुहोस्, सुन्ने समयमा केवल सुन्नुहोस्, अनुभव गर्ने समयमा केवल अनुभव गर्नुहोस्, सोच्ने समयमा केवल सोच्नुहोस्। यही नै वास्तविक कर्म हो। कुनै पनि मानिस टाउको मुण्डन गर्नाले या त फेरि परिवारमा जातिमा जन्म लिनाले मात्र सन्त बन्ने गर्दैन। जुन मानिसमा सत्यता अनि विवेक हुने गर्दछ त्यही नै धन्य हुन्छ, सन्त हुन्छ। बितिसकेको समय बितिसकेको छ, भविष्य अझै धेरै टाढा छ। वर्तमान समय नै त्यो समय हो जसमा तपाईँ बाँच्न सक्नुहुनेछ। यो संसारले सधैँ प्रशंसा गर्न अनि दोष निकाल्नको लागि बाटो खोजिरहेकै छ। यही भएर आएको छ अनि यही भइरहने नै छ। यदि तपाईँलाई पनि मैले जसरी बाँड्ने शक्ति थाहा हुने थियो भने तब तपाईँले पनि अरूलाई नबाँडिकन भोजन गर्नुहुने थिएन। यदि कुनै काम जुन गर्न लायकको छ भने पुरै मन लगाएर गर्नुहोस्, तब मात्र त्यसमा सफलता मिल्नेछ। ज्ञानी मानिस कहिले पनि मर्दैन अनि जो बुद्धिहीन हुन्छन् उनीहरू त पहिले नै मरिसकेका छन्। आफ्नो उद्धार तपाईँ स्वयंले नै गर्नुहोला, अरूसँग कहिले पनि निर्भर नरहनुहोला। पुरै संसारमा यति अँध्यारो पनि छैन कि एउटा दियोको उज्यालोलाई मेटाउन सकोस्। यदि तपाईँको लक्ष्य अनि दिशा सही छ भने फेरि चिन्ताको के कुरा रह्यो र? तपाईँले केवल एउटै काम गर्नुपर्नेछ, केवल त्यही बाटोमा हिँडिरहनुहोस्। एउटा वफादार, गुणी, प्रतिष्ठित अनि धनी व्यक्तिले जुन पनि स्थान रोज्ने गर्दछ त्यहाँ उसको सम्मान नै हुने गर्दछ। पीडा त निश्चित नै छ, यो तपाईँको हातमा छैन। तर हो, दुखी हुने या नहुने यो भने तपाईँको हातमा अवश्य रहेको छ। अन्तमा यही कुराको सबैभन्दा धेरै महत्त्व हुनेछ कि तपाईँले कस्तो तरिकाले मानिसहरूलाई प्रेम गर्नुभयो, आफ्नो जीवन प्रचुर मात्रामा बाँच्नुभयो या भएन, अनि कति गहिराईले मानिसहरूको त्रुटिहरूलाई माफ गरिदिनु भयो। संसारमा कुनै पनि वस्तु कहिले पनि एक्लो हुँदैन। हरेक वस्तुको सम्बन्ध कुनै न कुनै दोस्रो वस्तुहरूसँग जोडिएको हुने गर्दछ। जीवनको यात्रामा विश्वासले तपाईँलाई पोषण दिने गर्दछ। असल काम एउटा घर जस्तो हो, ज्ञान दिनको उज्यालो जस्तो हो, अनि सतर्कताले तपाईँलाई सुरक्षा दिने गर्दछ। यदि मानिसले शुद्ध जीवन बिताउँछ भने उसलाई कुनै चिजले पनि नष्ट गर्न सक्दैन। हजारौं खोक्रो शब्दहरूभन्दा एउटा यस्तो शब्द राम्रो हुनेछ जसले शान्ति ल्याओस्। धैर्य धेरै नै महत्त्वपूर्ण हुन्छ। याद राख्नुहोला, एउटा भाँडो पनि थोपा थोपा गरेर मात्र भरिने गर्दछ। जसरी आगो बिना दियो जल्न सक्दैन, त्यसरी नै मानिस पनि आध्यात्मिक जीवन बिना बाँच्न सक्दैन। बिना स्वास्थ्यको जीवन जीवन हुँदैन। केवल पीडाको एउटा स्थिति हुने गर्दछ, मृत्युको छाया हुने गर्दछ। हरेक चिजमा शङ्का गर्नुहोस्, तर तिनीहरूमा आफ्नो राम्रो विचार खोज्नुहोस्। सबैभन्दा अँध्यारो रात्रि अज्ञानताले हुने गर्दछ। शान्ति व्यक्ति स्वयं भित्रबाट नै आउने गर्दछ। यसलाई बाहिर खोज्ने काम नगर्नुहोला। आउनुहोस्, माथि उठ्नुहोस् अनि आभारी रहनुहोस्, किनकि यदि हामीले धेरै सिकेनौँ भने पनि केही त सिकेका छौँ, अनि यदि हामीले केही सिकेको छैनौँ भने पनि कमसेकम हामी बिरामी त भएनौँ, अनि फेरि हामी बिरामी भएनौँ भने कमसेकम हाम्रो मृत्यु त भएन। त्यसैले आउनुहोस्, हामी सबै आभारी रहौँ। कुनै पनि गन्तव्यमा पुग्नुभन्दा धेरै जरुरी पहिला ठिकसँग यात्रा गर्नुमा हुने गर्दछ। हरेक बिहान हामीले पुनर्जन्म लिने गर्दछौँ, त्यसैले पनि हामीले आज के गर्दैछौँ त्यो नै सबैभन्दा महत्त्वपूर्ण हुने गर्दछ। जुनुन जस्तो कुनै पनि आगो हुने गर्दैन, घृणा जस्तो कुनै पनि राक्षस हुँदैन, मूर्खता जस्तो कुनै पनि जाल हुँदैन, अनि लोभ जस्तो कुनै पनि तीखो धार हुँदैन।
पवित्रता या अपवित्रता रहनु तपाईँ आफूमा नै निर्भर हुने गर्दछ। कोही कसैले अरू कसैलाई पवित्र या अपवित्र गर्न सक्दैन। साँचो प्रेम समझदारीले मात्र उत्पन्न हुने गर्दछ। प्रसन्नताको कुनै मार्ग छैन, प्रसन्नता नै आफैमा मार्ग हो। यदि तपाईँको दयाले तपाईँलाई समावेश गर्न सक्दैन भने त्यो अधुरो हुने गर्दछ। पीडा निश्चित हुन्छ तर दुःख वैकल्पिक हुने गर्दछ। सबै कुरा बुझ्नुको अर्थ यो हुन्छ कि सबै कुरा माफ गरिदिनु। कुनै पनि कुरामा छिटो विश्वास नगर्नुहोला। त्यसले केही फरक पर्दैन कि तपाईँले त्यसलाई कहाँ पढ्नु भएको हो या त त्यसलाई कसैले भनेको हो। तबसम्म विश्वास नगर्नुहोस् जबसम्म तपाईँको आफ्नो तर्क अनि बुझाइसँग त्यो कुराको मेल खाँदैन। एउटा कुकुरलाई यस कारणले राम्रो मानिँदैन कि उसले भुक्ने गर्दछ, अनि एउटा मानिसलाई यस कारणले राम्रो मानिँदैन कि ऊ राम्रोसँग बोल्न जान्दछ। खुसी ती मानिसहरूसँग कहिले आउने गर्दैन जसले उसको कदर गर्ने गर्दैन। फेरि त्यो पहिलेदेखि नै उनीहरूसँग हुँदैन। यदि तपाईँ आफू हिँड्ने दिशा परिवर्तन गर्नुहुन्न भने सम्भवतः तपाईँ त्यही पुग्नुहुनेछ जहाँ तपाईँ गइरहनु भएको छ। अनुशासनहीन मनभन्दा धेरै उद्दण्ड अरू केही छैन, अनि अनुशासित मनभन्दा धेरै आज्ञाकारी अरू केही छैन। यदि तपाईँ मोक्ष प्राप्त गर्न चाहनुहुन्छ भने त्यसको लागि तपाईँ स्वयं आफूले आफ्नो मनलाई बसमा राख्ने प्रयास गर्नुपर्दछ। जुन मानिस धेरै बोल्ने गर्दछ उसले केही कुरा सिक्नको लागि कुनै प्रयास नै गर्दैन, तर बुद्धिमान मानिस त्यस्तो हुने गर्दछ जो सधैँ निडर अनि साहसी हुन्छ, अनि ऊ केवल उचित समय आएपछि मात्र बोल्ने गर्दछ। हामी आफ्नो भाग्यको मालिक आफै हौँ। हामी एक्लै जन्म लिन्छौँ अनि एक्लै हाम्रो मृत्यु पनि हुन्छ। त्यसैले आफू हिँड्ने बाटो पनि आफै रोज्नुहोस्।